Chẳng có cái là bộ hải ơi. आगो अलि भएन बाघले यसरी फाल्दियो त यार नमस्ते साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल धेरै दिनपछि अब हजुरहरू समक्ष फेरि एउटा नयाँ भ्लग ल्याउने जमर्को गरेको छु हजुरहरूले अवश्य पनि रुचाइदिनुहुन्छ माया गरिदिनुहुन्छ भन्ने आशा भरोसा लिएको छु हजुरहरू नै हो नि मेरो आशा भरोसा भनेको होइन गाइज साथीहरू जो जहाँबाट हेरिराख्नु भएको छ च्यानललाई एक सब्सक्राइब अवश्य गर्नु होला लाइक गरिदिनु होला यदि अब कुनै कमी कमजोरी भएमा कमेन्ट मार्फत सल्लाह सुझावको रूपमा व्यक्त गरिदिनु हुन अनुरोध गर्दछु ओके साथीहरू आजको विशेष चाहिँ के छ भन्दाखेरि आज चाहिँ म पुरा हेर्नु न है दुईवटा क्यान छ यो यसलाई सेपरेट नै राखौँ हेर्नु मैले पछाडि हेर्नु ब्याग बोकेको छु है टक्क होइन यो ब्यागमा के छ है म कहाँ जाँदैछु भन्ने कुरा नि हजुरहरूलाई अब सरप्राइज नै भयो है त म देखाउने छु अवश्य पनि अहिले चाहिँ अब हिँड्दै जाउँ होइन अब बाटोमा अब कस्तो कस्तो अवस्था आइपर्छ होइन कोसँग जम्का भेट हुने हो होइन थाहा छैन होइन आज म अहिले ठ्याक्कै यहाँ गुन्जु डाँडा भन्ने ठाउँमा आइपुग्नु छु हजुर हेर्न सक्नुहुन्छ यता चाहिँ माथि जाने बाटो गाउँ जाने बाटो हो म चाहिँ यताबाट आएको थकै लाग्यो हेर्नु अब सनराइज हुँदैछ गाई चाहिँ टक्क ठ्याक्कै डाँडामा छ कि घाम भर्खर घाम निस्केको छ घामको पहिलो किरण आएको छ हजुर दिदी हजुर बिचरा भिडियो 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 ल ल हजुर ल यही हो अब गाउँघरमा यस्तै हुन्छ नि अहिले चाहिँ म पुरा लेफ्ट राइट हो होइन 11 नम्बर गियरमा छु अहिले चाहिँ अन द वे यता चाहिँ घरहरू पनि छ होइन उफ थाक्यो यहाँ चाहिँ अब सनराइज अझै पनि आइपुगेको छैन होइन हेर्नु न कति राम्रो देखेको निस्किँदैछ घाम झुल्किने अवस्थामा छ अब एकदम तयारमा छ अब घाम झुल्किनलाई त्यही हो साथीहरू म हिँड्दैछु है यो चाहिँ पानी घट्टा भन्ने ठाउँ छ हजुरहरूलाई पछि म देखाउने छु होइन यो असार साउन मात्रै चल्छ कि यहाँ चाहिँ पानी अहिले धेरै हुनु पऱ्यो नि त पानीको पावर एकदम हुनु पऱ्यो अनि त्यसपछि बल्ल अहिले चाहिँ पानी कम छ पानी सुकेको छ नि त त्यही भएर चाहिँ घट्टा चल्न सक्दैन ठुल्ठुलो जाँतो हुन्छ नि त यसमा चाहिँ अब मकै कोदो गहुँ पिस्ने गर्छन् कि म देखाउने छु हजुरहरूलाई ओ केरा बिचरा क्या बिजोगसँग निस्किएछ यार केरा यहाँ बिचरा दयनीय अवस्थामा छ मलजलको पर्ने कुरो हो गरेपछि जे पनि हुन्छ नि मेहनत हो सबभन्दा ठुलो कुरा हेर्नु न कति राम्रो देखेको तल फाँट यो चाहिँ ठुलढुङ्गे फाँट भन्छ यसको नाम चाहिँ त्यो ठुलो बिचमा ठुलढुङ्गा छ नि होइन साथीहरू हो त्यही ठुलढुङ्गाको बाटो ठुलढुङ्गा बाटो चाहिँ यहाँको नामाकरण भएको ठुलढुङ्गे खेत होइन बेसी ठुलढुङ्गा बेसी भन्छन् अझै पनि शुद्धमा भन्नुपर्दाखेरि ब्याग पनि कराइरहेको छ कुटुङ सेपरेट राखौँ न गेस गर्दै पनि गर्नुहोस् है कमेन्ट पनि गर्नु होला म कहाँ जाँदैछु के गर्न जाँदैछु
भनेर हैन कसले मिलाउनुहुन्छ ल चराहरू कराछ यो बाँकी जङ्गलमा हैन चरा करा देख्न चाहिँ पाइएन कराको चाहिँ आवाज चाहिँ सुन्ने यो चाहिँ हाम्रो जमदार कान्छा काकाको घर हो यहाँ पनि कल्तु रहेछ परदेखि चाहिँ हाम्रो खुसी भाइको घर हो हेर्नु कति राम्रो देखेको आहा गहुँ तोरी अनि त्यसपछि टनेलमा विभिन्न किसिम तरकारी खेती गरेको छ हैन गाउँघरको एकदमै स्वच्छ वातावरणमा हैन एकदम अर्ग्यानिक खेती गरिन्छ हैन अझ यो चेपे खोलाको असला माछा त आहा जिब्रोमा टक्क झुन्डिने कि अब पकाइपछि है फेरि जिउँदै फेरि चेपे खोला उफ्रेर आएर झुन्डिन्छ होइन नि फेरि अब म चाहिँ यहाँ आइपुगेँ यो पनि माथि गाउँमा जाने बाटो हो बाटो नै छ यता माथि गाउँ जाने बाटो छ अबुई भोटे कुकुर अबुई भोटे कुकुर अब म गन्तव्य स्थलतिर आइपुग्न लागेको छु ल अब गेस गर्नुहोस् है साथीहरू अब गेस गर्नुहोस् है गेस गर्नुहोस् म कहाँ छु म कहाँ आउँदैछु के गर्न आउँदैछु गेस गर्नुहोस् लडिन्छ है लडिन्छ निरु लडिन्छ को निरु र पूर्वी हो लड्छ सिमन पनि रहेछ आऊ 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 त लडिन्छ माथि अब चाहिँ म झाडी फोर्दै माथि जाँदैछु हैट झाडी छ झाडी तोडियो ल अब के गर्दै हुनुहुन्छ है यहाँ हेरौँ यहाँ हुनुहुन्छ है आइपुगेँ अब म के गर्दैछु सोध्नु बाजु तँलाई खोलो वा यहाँ ढिलो त यता हाले ए ल ठिक्क भएछ ल ठिक टाइममा आइपुगेछु ल यहाँ छ ल खोज्दैन हामी यतिजना मात्रै हो नमस्ते यहाँ ल आउँछ मेरो पनि यहाँ छ ल यहाँ आयो अब ल हेर्न मेरो चाहिँ यहाँ के छ यो चाहिँ धुप हो हजुर यसमा यो बाँच्न केही छैन फेरि हुन चाहिँ ल कुमार भाइले नै चामल खनाए है अरू बाजु आएका छैन आउँछ त्यही राख्नु आउँछ है त्यही भइहाल्छ होला अब धुप दिनु पर्यो भ्लग पनि बनाउने कि आजको भ्लग आउँछ है हेर्नुपर्छ सबैले ल हाम्रो बाजे बाका ल पुजारी ल अब तपाईँहरूले बुझ्नु सक्नुहुन्छ है म के गर्न आएको रहेछु यहाँ भनेर आज फेरि शनिबार पनि हो शनिबार के को पूजा हुन्छ तपाईँहरू पनि सम्झिनु होला है साथीहरूले सोध्नु होला कमेन्ट गर्नु होला के को पूजा हो सम्झिनुहोस् कमेन्ट गर्नुहोस् ल अब यो चाहिँ पूजामा चढाउने भेटी ल आज चाहिँ संसारै पूजा गर्न आएको हो शनिबारको 9 ग्रह 9 दशा जाओस् हैन हाम्रो अब रोग व्याध नलागोस् अनि त्यसपछि आएर सुख शान्ति होस् कुनै पनि किसिमको भयहरू नआओस् शनि ग्रहले गर्ने दोषहरू सम्पूर्ण मोक्ष भएर जाउन् भनेर चाहिँ आज आराधना गर्ने हो हैन त्यो शनिदेवको पूजा गर्ने हो आज संसारै भन्छ यो चाहिँ अब 3 चोटि गरिन्छ पुजारी उहाँ बाजे नै हुनुहुन्छ वर्षमा 3 चोटि गर्छ नि बाजे उहाँ अब यो पहिलोचोटि हो फागुनमा एकचोटि चैतमा एकचोटि वैशाखमा लास्ट धुर्नी अन्तिम चाहिँ वैशाखमा हुन्छ अनि उहाँले अब
थान बनाउँदै हुनुहुन्छ हैन, देवी देवताहरू स्थापना गर्दै हुनुहुन्छ। हजुरहरूले हेर्न सक्नुहुन्छ है हैन, देवी देवताहरू। अनि यसमा चाहिँ अब बलि पनि दिने चलन छ। अब बलि बिचारै यो चाहिँ अब अहिले मर्दैछन् ल, हेर्नु न है, यो चाहिँ अहिले मर्दैछ। यो चाहिँ बाख्री हो, फेरि बाख्रा चल्दैन यहाँ चाहिँ, बाख्री चल्छ, जो मर्दैछन् बिचारा। अहिले चाहिँ शनिदेवको काखमा पुग्दैछ भनौँ। अब यो पहिला अब किम्बदन्ती हो, यो एउटा आस्था, एउटा विश्वास हो हैन। हुन त अब कसैको प्राण हत्या गरेर अब सुख शान्ति मिल्ने भन्ने कुरा त अब त्यो के हो कस्तो हो त्यो थाहा भएन हैन। तर पनि अब पहिल्यैदेखि चलिआएको चलन रहेछ, पहिल्यैदेखि परापूर्वकालदेखि मानिआएको रीतिरिवाज रहेछ। त्यस कारणले गर्दाखेरि अब अहिलेसम्म चलिरहेको छ भनौँ, अहिलेसम्म निरन्तरता दिइराखेका छन्। अब यसले अब कतिको फाइदा गर्छ के हो भन्ने कुरो त अब अहिलेको युगमा आएर 21औं शताब्दीमा आएर अब त्यो त अब हजुरहरूले सोध्नु होला हैन। तैपनि आज म भ्लग पनि बनाउँछु हैन, अनि यसको विषयमा अनि साथीहरूलाई देखाउँछु हैन भनेर पनि म आएको हो, इन्भल्भ भएको छु। आज म पुरा भिडियो देखाउने छु हैन, आजको के हुन्छ हैन, यहाँ हुने चलनहरू सबै देखाउने छु हजुरहरूलाई। यो भिडियो स्किप गरेर नजानु होला हैन। कृपया साथीहरूमा सेयर पनि गरिदिनु होला हैन, लाइक गरिदिनु होला। हाम्रो गाउँमा चाहिँ संसारी पूजा यसरी गरिन्छ हैन, हजुरहरूले हेर्न सक्नुहुन्छ। म पुरा देखाउने छु हैन, अन्तिमसम्म देखाउने छु। यो सुरुवातको चरण भयो हैन, म अन्तिमसम्म देखाउने छु। यो चाहिँ अब ठाडो खोला भनिन्छ हैन। यो चाहिँ हाम्रो अर्जले गाउँ। अनि त्यसपछि म चाहिँ अब जाम्रेको परेँ, अनि त्यसपछि त्यसरी नै मिसेर पूजा गर्छौँ सबैजना हैन। यो चाहिँ अब खानेकुराहरू पनि यहीँ पकाएर खाने हो। अघि मैले चामल ल्याएर आएको थिएँ नि, त्यो चामलको चाहिँ यहाँ खाना बनाउने हो। तरकारी यही भइहाल्यो हैन। अन्त त्यही हो, अब ढुङ्गा रातो पेट तातो भन्ने जस्तै हो। अन्त अब पूजा त गरिन्छ। अब पुजारीजीले अब वर माग्नुहुन्छ हैन, हाम्रो गाउँमा सुख शान्ति होस् हैन, नवग्रह चाहिँ यो खोला कटेर जाओस्। यो खोला छ नि, यो खोला कटेर जाउन् भनेर, यता जाउन् भनेर यता खोला पारी गर्ने चलन छ कि यो चाहिँ। हेर्दै गर्नु होला भ्लग चाहिँ साथीहरू है त। चाहिँ भात पकाउने हो। भात चाहिँ पकाइहाल्ने बाजु है, आज नि है पुरा आगो फुकेर तयार गरिसक्नु भएको छ। ठिक छ। बाजे के हो, माछा मार्ने पर्को खोजी कि गङ्गटा हो? गङ्गटा खोज्नु भएको छ। सोख्याउँदै हो यो चाहिँ हैन। अब सोखाउनु पर्यो नि त।
चोखियो र चोखियो। अब थानतिर थानमा ल्याउनु पर्यो। यस्तो गर्नुपर्दो रहेछ। ठिक छ बाजु, ठिक छ बाख्रा त ठिक छ हो त नि। त्यो चाहिँ हाम्रो बाजु जमदार कान्छा बाजु हो नि, हाम्रो बाजु। ल हाम्रो लाउरे बाजु हो, दुईतिर सुन लाउनु भएको छ। अब ल हेर्नु त, अब यो पनि अब उदीमा हो तपाईँ चाहिँ बाजे होइन? त नि यहाँको चाहिँ म खान्छु तपाईँको भाग। खुर्पा देखेर कुमारले देउतालाई मनाउँदै हो। अब बुर्र गर्नुपर्ने हुन्छ कि बल्ल देउता मान्ने भन्ने कुरो चाहिँ आस्था हुन्छ। ल 3 चोटिसम्म बुर्र गर्नुपर्ने हुन्छ टाउको हिलाएर होइन। अनि बल्ल पूजा गरेको चाहिँ सार्थकता भयो भन्ने कुरा चाहिँ हुन्छ। है खै कुमार डर लाग्दैछ त यार, कुमारै होला यसको हत्यारा। बिचारा अब मर्दैछ। यसको काल आउँदैछ त नजिक, यमराज आउँदैछ। ल ल ल यो चाहिँ मानेको कि हो। खै के यो चाहिँ देउता चाहिँ मान्यो। अब देउताले स्वीकार गर्यो। आजको पूजा यहाँ देवी देउताले मान्नुभयो, सुन्नुभयो भन्ने कुरा चाहिँ थाहा हुन्छ। हत्यारा छिन्नु त छिन्छ कि डोरी चाहिन्छ कि अगाडि पछाडि समाउने एकजनाले, अनि अगाडि चाहिँ डोरी तान्नु पर्ने हुन्छ, नत्र त हुँदैन। पर्खे बाबु पर्खे 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 ल ओम माने बेमा है ओम हत्यारा। कुमार भाइ चाहिँ एकदम तल्लीन भएर चाहिँ बाघरी बोल्दैछ। के छ कुमार भाइ, मिठो हुन्छ आज यार, दामी छ यार, रमाइलो हुन्छ आज। कुमार भाइ विशेष आज दुःख गरे बिचारे यार। आगो अलि भएन। बाघले यसरी फालिदियो त यार, बिचरा आगो हुर्र हो कि। अझ डह्रो बल्यो है आगो चाहिँ। Ini cibele mana ta? अब यो चाहिँ हाम्रो दाइले अपरेसन गर्दै हो। जना के खराब लाग्यो जना।
ओ पलेम पुजारीबाट फेमिन ओ पहिले बिना जाने ऊपर गमला खाली प्रॉब्लम मेरे ना तो संसार भी रब परे पल्ले फेरि नि भरे नि भन्नु बुझ्ने हो यार फेरि नि बोदी अब त पलेम जो कहाँ हुआ आजो कहाँ हुआ तो ल मास नहीं आ रहा बड़ा किना भसौँ काने हो तिमी मुखा मारे कति यहाँ चाहिँ अब टक्क बाहिर अब काम गर्दै हुन्छ होइन अब काटकुट गरेर पकाइवरी अब रमाइलोसँग खाइन्छ यस्तो ठाउँमा छ कि अब यहाँबाट हेर्दा चाहिँ हेर्नु न ल यस्तो ठाउँमा चाहिँ पूजा गरेको छ यो उता यो पाएर चाहिँ साबीको 5 नम्बर वडा हो अब यता आएर यता चाहिँ साबीको 6 हो कि अब साबीको 5 ले चाहिँ अब के भन्छ शनि ग्रह चाहिँ साबीको 6 तिर पठाइदिन्छ कि यता अब साबीको 6 ले अब साबीको 7 तिर पठाइदिन्छ जस्तै अब अर्कोतिर पठाइदिन्छ कि अनि त्यहाँबाट फेरि अन्त फेरि अर्कै ठाउँमा पठाइदिन्छ कि त्यो भएपछि लास्टमा चाहिँ कहाँ जान्छ थाहा छैन होइन शनिदेवको ग्रहहरू चाहिँ होइन राम्रो ग्रहहरू चाहिँ त्यो चाहिँ आस्था विश्वास छ उहाँहरू पुरा काम गर्दै हुनुहुन्छ स्पष्ट भएन यो चाहिँ ओडागाडलाई जाने बाटो हो यस्तरी माथि जान्छ वहाँ माथि छ ओडागाडलाई यो हो कन्दरा यही कन्दरामा आज पूजा भइरहेको छ संसारे पूजा होइन तल पूजा भइरहेको छ पूजा भइरहेको ठाउँ चाहिँ तल हो अहिले मासु दिन्छ मैले तर पाउँदैन तिमीले यसरी टुप्लियो दि मले मुखे टुप्लियो के कुमार कान हो यो ल ल कान कान काटिसक्यो पोलेर पनि अब कुमार भाइले ओके ए चाटेको लड्छ लडिन्छ बिस्तारै 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 हात चुडिन्छ के आउनै सकेन अब त्यो त्यहीँ बस्छ अब आयो के आयो 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 महादेव भाइले चाहिँ अब तरकारी टक्क पाकिसक्नु लाग्यो पाक्दैछ अबे त्यहाँभित्र के छ सबै देख्छ ल देख्छ नि त्यहाँबाट देख्न आइबन छैन दिन तक दिन तक झर्छ खाजा खाँदै अब अहिले खाजा खाने टाइम भएको छ अब खाजा खाइसकेपछि खाना खाने हो कति रमाइलो हुन्छ अब ल हेर त्यो के गर्दैछ के हेर्नु हो
सिमन त पुरा नोइज भाइ एकदम भयो पट्टि यस्तो मिलाउने के मिलाउने पानी हाल्दैन त मिलाउने हो यहाँ भिडियो बनाछ ओके हिरो सिमन हिरो 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 बल्ल हिरो वा नाक चिमार्दिनु हो बाजेले आउँदैछ अझै पनि पूजा मनाउने हो पिकनिक यस्तै हुन्छ यो रमाइलो हुन्छ गाइस यो चाहिँ अब भिडियो गरेको हेर्न आएको यहाँ देखेन ल हेर हेर देखिरहेको छ नि है दिशपा देख्यो आसमा पछाडि फर्क्यो निर्जलाले हेऱ्यो है आवाज देख्यो सुनिया देख्यो भुते बाजे देख्यो के अरे कोरे उहाँको रे भुते बाजे ए भुते बाजे र तपाईँलाई त दाइ यत्रो भाँडो दारू खाएर बेला झगड्दैछ भुते बाजे रे झन् पूर्वी पूर्वी हो यो यिनीहरूको खेल खेलेको बच्चाहरूको न खेल खेलेको रेडी भयो भाइ है ल अब भाग लगाउँदै हो भान्से चेन्ज भएको अवस्था है अब ल भान्से चेन्ज भाडा चिनाउनु पर्यो दाइ चाहिँ खतरा कमेडी हो क्या फेरि दुःख नमान्नु है कोही पनि फेरि chẳng có cái bộ phải gì tôi có thích cái này Đây là phở này. Budi dia apa ya? अब मासुको पाला आयो मासु अघि झोल बाँडेको अब त मासु बाँड्दैन हुन्छ दिदीले ल जुम पनि गरिदिउँ हल्का ल ल आमा मासु बबाल छ है एक डाडु कि यत्रो ठुलो डाडुमा हेर्नु है आमा कति धेरै के मासु अब एकजनाको भागमा फेरि मासु पुगेन क्या त्यहाँ झगडा गरेको को रोको कसलाई के भयो Apule Hajima Oi diam kate bol gawo lo chumi din dan ru para para gimana sih gimana sih di mana kita ada sama Mesti teman dia orang, kalau mesti boleh dengar ni. Wah, jangan nama, aja.
बनाए भत्काए मेरो चाहिँ यो हो हैन दुईटा भाँडामा टक्क दुईटा भाँडामा आयो मेरो चाहिँ टक्क अब भात थप्न जाने हो भात थपेपछि टन्न खाने हो हैन 145 ल आजको चाहिँ 145 मा मासु भात टन्न खान पाइयो है त 145 मतलब कान्छालाई दिने पैसा मलाई हैन यता कान्छालाई यहाँ कान्छ मेरो भाग नि हराउनु छ उल्टो काम चिउरो नि खानु निदला वाच एउटा पोस्ट दिनु त एला आउँदैन यो लाठी हो यो आउँछ के दिन्छ नि ल मेरो ब्याग त भान्जीले बोकिदियो के खतरा आसमाले बोकिदियो आसमा भान्जी पुरा लाइनमा हो कि अब खाना थप्नलाई ल निर्जलाले खाना ल्याएर आयो ल खाना थप्दै त नि ल उहाँ पर चाहिँ फेरि घरैबाट ल्याएर आउनुभएको उहाँहरूले चाहिँ खाना यहाँ चाहिँ अब टक्क हामीले चाहिँ चामल ल्याएर आएको थियो नि त्यही खाना बनाएको हो त नि हो त उहाँ चाहिँ अब स्टार्ट भइसक्यो खानालाई फेरि उहाँ चाहिँ टक्क बसेर ल मासु पनि हाल्नुभयो झोल हाल्नुभयो होइन टक्क खोलाको छेउमा बसेर खाँदै हो यार मजाकै रमाइलो बसिसकेछ ल चेसरीकै दाइले घरबाट पुरा व्यवस्था गरेर आउनु भएको रहेछ कि ल हेर्नु त जुस यहाँ चाहिँ राखिदिनु पर्ला अब थाल यहाँ झोलामा चाहिँ मैले अघि सरप्राइज भन्दै थिएँ नि केही छैन कि यहाँ भएको चाहिँ यही थाल हो एउटा थाल हो बिचरा है ल बाजे मलाई खाना हालिदिनु चम्चा ल्याउनु पर्ने रहेछ होइन केही फरक पर्दैन ल त्यहाँ हालिदिनु पहिला नानीलाई ल बाजे यहीँ हालिदिनु अब भात चाहिँ के हो झर्दैन केही छैन ठिक छ धेरै हुन्छ के अरे हाम्रो कुमार भाइ चाहिँ यहाँ ओ कस्तो छ भाइ मिठो छ ल म पनि यहाँ आउँछु मेरो खाना यही छ ल म तिमीसँगै बसेर खान्छु ल यता हेर्नु ल यता फेरि है खानालाई आम्मा ल यहाँ चाहिँ हाम्रो बाजे नाति खाना खाँदै हो ल मैले भिडियो गर्छु भनेर होला सबै लुगिसकेछ कि खाना खाने बेलामा चाहिँ कहाँ छोड्छु र खोजी भिडियो गर्छु नि मैले भिडियो गर्छु भनेर हो नि लुकेर खाएको ल हेर ल कोही लिएर उता जाँदैछ नि कहाँ छोड्छु र भिडियो गरेर छोड्दिनँ नि ल हेर त मैले भिडियो गर्छु भनेर हो नि खाने बेलामा ठिक छ भाग्नु न म सब क्याच गरिसकेँ मैले क्या मजा क्या अब आहा ल अब पनि खाना खान जान्छु अब फाइनल्ली अब म पनि खानातिर बसेँ है ल खाना यहाँ रेडी छ टन्न खाने हो यता मामाहरू पनि उहाँहरू हुनुहुन्छ होइन खाना खाँदै हुनुहुन्छ उहाँहरू पनि अब म पनि खान लाग्यो ल अब हात छोडेँ है त हात धोएर आएको छु है अघि नै फेरि हात धोएर देख्नु भएन होइन हात नधोइकन खायो भन्नु होला होइन कति खान सक्छु यो खाना है मासु अझै छ टेस्टी यो हो ढुङ्गा रातो पेट तातो रमाइलो हुन्छ यसरी बसेर खाने कुमार भाइ त्यता खाँदैछ यता मामा खाँदै हुनुहुन्छ तल फेरि अर्कै टोली हुनुहुन्छ होइन
यता म छु यस्तै हो तर मिठो छ आज चाहिँ पुरा छुट्टी हुन्छ खास कामहरू गरिँदैन जस्तै खन्ने जोत्ने घर बनाउने है यताउता अरू कामहरू केही पनि हुँदैन आज एकदमै छुट्टी नेपाल सरकारले दिएको सार्वजनिक बिदा जस्तै हो गाउँ पुरा बार्ने भन्ने चलन हुन्छ गाउँ बार्ने भन्ने चलन हुन्छ पुरा छुट्टी हुन्छ बिदा हुन्छ यो चाहिँ के हुन्छ भने घरमा लगेर खानु हुँदैन भन्ने कुरा हुन्छ कि आजको पूजा गरेको भात मासु तरकारी हुन्छ नि घरतिर लाने चलन चाहिँ हुँदैन लानु हुँदैन नै भन्नुहुन्छ भन्छ त्यही भएर चाहिँ यसरी नै जहाँ पकायो त्यही खाने हो त्यही भएर म पनि खाँदैछु साथीहरू है अब आज दिनभरि छुट्टी हुन्छ दिनभर मजासँग कोही रमाइलो गर्नुहुन्छ कोही सुत्नुहुन्छ होइन काम गरेर थाकेको हुन्छ नि त एउटा रेस्ट गर्ने बहाना पनि हो यो एउटा होइन ल बाजु म त गएँ है ल कान्छा गयो दाइ ल गयो त आउनु आउनु बिस्तारै आउनु है ओके गाइस फाइनल्ली म निस्किसकेँ है हेर्नु नै टक्क दुईवटा किटली बोकेर होइन टक्कमा यता अब आइसकेँ ल कोही चाहिँ माथि छ कि यता माथि छ कि फेरि खाने माथि बसेर खाइराख्नु भयो उहाँहरू चाहिँ अघि भागेर आउनु डोल्यो कि यहाँ ल र खाइसकेपछि नि अघि नै बर्बाद हो नि हेत्तेरिका नखिच भन्नु झन् खिच्ने हो क्या म त ल माइलो लजायो ल ल ल ल ल खिचेन मैले ल खिचेन ओके फाइनल्ली अब नखिच्नु भनेको मैले खिचिहालेँ होइन यो भ्लगमा यहीँ इन गर्न चाहन्छु होइन अब नेक्स्ट भ्लगमै भेटौँ ल भन्ने बाचा गर्दै ओके बाई सी यू